तिमीलाई मेरो सधैँ भरिपूर्ण साथ छ बसन्ती, तर मधुलाई कहिल्यै रुवाउन पाउँदैनौ। ठिक छ बुवा, हिजो तपाईँले दिनुभएको आइडिया अनुसार कामदेवको अड्डामा गएर उसले हामीबाट लुटेका सबै पैसाहरू फिर्ता गरेर लिएर आएको छु। तर यो कुरा मधुको सौतेनी आमाले थाहा पाउन भएन। कामदेवले पनि रेणुको साथ छोडिसकेछ बसन्ती बाबु। अबदेखि बसन्ती र मधुको नाम नलिनु भनेर फोन गरेर भन्दै थियो मेरै अगाडि। ठिक छ, अनि मधुले तपाईँलाई फोन त गरेकी छैनिन् नि? गरेकी छे, तर मैले यो सब कुरा लुकाएको छु। बुवा, तपाईँको कारणले गर्दाखेरि आज मैले धेरै हिम्मत र शक्ति पाएको छु। तर आज मैले तपाईँलाई कसै गरी पनि एउटा कुरा लुकाउनु हुँदैन। कस्तो कुरा भन न। तर यो कुरा मधुको सौतेनी आमाले थाहा पाउन भएन। मैले कसैलाई केही भन्दिनँ बाबु। कस्तो कुरा हो, आफ्नै बाउ सम्झेर भन त। मधुको र मेरो बिहे भएको छैन बुवा। के रे, तिमीले यो के भन्न खोजेको बाबु? हो बुवा, मधुले र मैले उता गाउँमा नक्कली विवाह गरेर बसेका छौँ। अहिलेसम्म हाम्रो विवाह भएको छैन। यो कुरा मधुलाई र मलाई बाहेक अरू कसैलाई पनि थाहा छैन आजसम्म। तर यो सब किन त बाबु? किनकि हामीहरू यहाँबाट गाउँमा जाँदाखेरि मधु आफैले भनेकी हुन्, हामीहरू यति लामो समयपछि तपाईँको गाउँमा फर्केर जाँदाखेरि एउटा केटा र एउटा केटी साथमै गइयो भने कसैले पक्कै पनि नराम्रो सोच्न सक्छन् भनेर। अनि मधु आफैले आफ्नो सिउँदोमा सिन्दुर लगाएर हामीहरू हाम्रो गाउँमा गएका हौँ। त्यो दिनदेखि मधुले आफ्नो सिउँदोमा आफैले सिन्दुर लगाएर त्यो गाउँमा सहरबाट आएकी एउटी सहरिया बुहारीको अभिनय गरेर बसिरहेकी छिन्। ओहो, त्यसो हो भने फेरि यो अर्को समस्या रहेछ त। त्यही त नि बुवा, अब यो समस्यालाई पनि तपाईँले पक्कै पनि समाधान गरिदिनु हुनेछ भन्ने कुरामा मलाई धेरै आशा लागेको छ अनि विश्वास पनि छ। ठिक छ, त्यसो भए तिमी जाऊ। मेरो छोरी मधुको लागि जस्तो समस्या आइपरे पनि म भोग्न तयार छु। बुवा, तर यो सब कुरा मधुको आमाले थाहा पाउन भएन। मैले यो बारेमा रेणुलाई केही भन्दिनँ, किनकि मधुको ऊ सौतने आमा हो। उसले मधुलाई हात धोएर सकाउन लागेको कुरा मलाई पनि राम्रोसँग थाहा छ। ठिक छ, अहिलेलाई म जान सक्छु त? जाऊ। मधु पनि तिमी हराएको पीडाले विक्षिप्त भएकी छ, तर मधुले पनि तिमी र म भित्रभित्रै मिलेको कुरा चाल्न पाओस्। अहिलेलाई म हिँडेँ है। हुन्छ त बाबु, राम्रोसँग जाऊ है।